हेलो गाइस, म जस्तै अल्छी साथीहरूको लागि आइसकेको छ आलु पकौडाको अचारको रेसिपी। हाम्रो चाहिँ गाउँदेखि आलु पकौडा आएको थियो, त्यसलाई मैले बोइल गर्न राखेँ। बोइल गरेर अहिले चाहिँ यतिको भइसकेको छ। यसको अचार चाहिँ मैले पहिलोचोटि बनाएको, यो चाहिँ मैले अलिक बढी नै उसिनेछु। अब चाहिँ त्यो आलु पकौडालाई पानीबाट बाहिर निकालेर राख्ने। एउटा भाँडामा राखिसकेको छु मैले चाहिँ। लास्टमा चाहिँ यस्तो पानी बचेको थियो साथीहरू। मैले चाहिँ यहाँनिर मिस्टेक गरिसकेको छु। अचारलाई धेरै बोइल गरेर अचारलाई खासै बोइल गर्नु हुँदो रहेछ। अचार चाहिँ धेरै पाकेर फुटिसकेछ कि। अहिलेसम्म बनाउनु चाहिँ अचार नै बनाउन खोजेको। अब चाहिँ पछि अचार बन्छ या बन्दैन लास्टसम्म देखाउने नै छु। मेरो फर्स्ट ट्राई रहेको छ यो चाहिँ। हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला कृपया। अचार बन्छ कि बन्दैन है त्यो पनि थाहा छैन मलाई। अब मैले एक एक गर्दै यसलाई भाँडामा राखेर घाममा सुकाउँदैछु। हजुरहरूले पनि यो अचार ट्राई गर्नुभयो भने यसरी नै घाममा सुकाइदिनु होला। म चाहिँ एक एक गरेर घाममा राखेर यसलाई अब छोडिदिन्छु। यसलाई 1-2 दिनसम्मको लागि यत्तिकै राख्नुपर्ने हुन्छ। मजाले नसुकिन्जेलसम्म यसरी नै राख्नुपर्छ। अब मजाले घाममा सुक्दै जान्छ। अचार सुकिरहेको थियो, पछि एक्कासी बादल लागेर मेरो अचार त कुहि नै लाग्यो। 2 दिनसम्म यस्ताको यस्तै थियो। मैले चाहिँ अब अचार बन्छ भन्ने पनि आश मारिसकेको थिएँ। 2-3 दिनपछि अचार सुक्यो अनि मैले मसलाहरू रेडी पारेँ। यो चाहिँ खोर्सानी बोटेको, यो चाहिँ रहेको छ ज्वानो र जिरा। ज्वानो र जिरा मैले एकै ठाउँमा राखेको छु। यो चाहिँ लसुन केलाएर राखेको छु मैले। अब चाहिँ हामी अचारको लागि रेडी गर्छौँ। अनि यो रहेको छ अचार, अनि यो रहेको छ बेसार, यो रहेको छ नुन, यो रहेको छ तेल। अघिको जिरा र ज्वानोको पिसेर मैले यस्तो धुलो गराइसकेको छु। यो चाहिँ रहेको छ लसुन थिचेको, यो खुर्सानीको धुलो रहेको छ। अब यो सुकेको आलु पकौडालाई एउटा भाँडामा लगेर राख्ने, किनभने यसमा मसलाहरू मोस्नुपर्ने हुन्छ, अरू मसलाहरू पनि। त्यही भएर यसलाई एउटा भाँडामा हामीले ट्रान्सफर गर्नुपर्ने हुन्छ। यो आलु पकौडा पनि अहिले चाहिँ धेरै सुकेको जस्तो लाग्यो मलाई। त्यसमा हामीले लसुन राख्नुपर्ने हुन्छ। अघिको यो धुलो पनि हामीले यसैमा राख्यौँ मसलाको, र यो चाहिँ खुर्सानीको धुलो मैले यो अचारमै हाल्दैछु। र अब हामीले हाल्छौँ बेसार। बेसार हाल्ने, त्यसपछि चाहिँ नुन हाल्ने। मैले आफै गराइरहेको छु साथीहरू, भिडियो पनि त्यही भएर हल्लिरहेछ। अब तेल हाल्ने। तेल हालेर यसलाई मजाले मिक्स गर्नुपर्ने हुन्छ। एउटा हातले मोबाइल समातिरहेको छु, एउटा हातले अचार गराइरहेको छु। मेरो स्ट्रगल। मजाले अचार मोल्ने। यस्तो बनिसकेको छ मेरो अचार चाहिँ। अब कस्तो बनेको छ हेर्दै खाम जस्तो भइसकेको छ अचार। अब हामीले यो रेडी भएको अचारलाई एउटा भाँडामा ट्रान्सफर गर्नुपर्ने हुन्छ। यो अचारलाई घाममा नराखे पनि हुन्छ। अब चाहिँ 8-10 दिनमा यो अचार आफै बनेर रेडी हुन्छ। जसोतसो अचार पनि रेडी गरेँ। अब यो अचारलाई एउटा भाँडामा पनि राखिसकेँ। कस्तो भएको छ साथीहरू भनिदिनु होला। फर्स्ट ट्राई रहेको थियो मेरो। साथै आउने दिनहरूमा यस्तै अरू अचारहरूको भिडियोहरू पनि हाल्ने नै छु। अहिलेको लागि चाहिँ बिदा हुन्छु। बाई बाई। माया गरिदिनु होला सबैजनाले।